साँगुरो छ, गाडीहरू चाहिँ एकदम लाइन लगाएर गइरहेछन्। सहज छैन जान, हामीले त्यही भएर पुरै गइरहेछौँ। एउटा मात्रै गाडी जान्छ एकपल्टमा, त्यही भएर हामी चाहिँ ओर्लेको गाडी जाली चाहिँ गइसकेको छ नि, हाम्रो गाडी जाओस् भनेर। स्कोर्पियोहरूलाई पनि गाह्रो छ त्यहाँ छिर्नलाई, सहज छैन त्यहाँ। जानु जानु दाजु, लु हेर्नु उता पनि गाडी जानु नसकेर लाइन लागिरहेछन्। बाटो एकदमै सानो छ, कन्जेस्टेड छ, त्यहाँ पहिरो गइरहेको छ बेला बेला। त्यही भएर अस्ति आउँदा चाहिँ यस्तो थिएन, गाडी छिर्छ। अहिले चाहिँ अलिक पहिरो गएर गाह्रो भएको अवस्था छ, गाडीहरू छिरिरहेको छैन, सिङ्गल गाडी गइरहेछन्। मम्मीहरू चाहिँ भित्रै हुनुहुन्छ, हामी चाहिँ बाहिर निक्लेको, दाजु गाडी चलाउँदै हुनुहुन्छ। सिङ्गल गाडी मात्र जान्छ, एकदम साँगुरो बाटो छ, गाडी चढ्न गाह्रो भइरहेछ ट्रकलाई पनि, मालवाहक गाडीलाई पनि। हामी जाँदैछौँ, दाजु यहाँ हुनुहुन्छ, गाडी यहाँ हुनुहुन्छ, मान्छेहरू साइक्लिङ गरिरहेछन्, गाडी गएर जाँदैछ। अनि दाजु पनि जाँदै हुनुहुन्छ, भाउ अगाडि उठिसक्नुभयो। पुरा भएको कारणले गर्दा मुक्तिनाथमा चाहिँ इन्डिया लगायत संसारभरका हिन्दूहरू आउँदा रहेछन्, साथै बुद्धिस्टहरू संसारभरिका। लु यहाँ सुन्तोला फलिरहेको रहेछ है, देख्न सक्नुहुन्छ सानो सानो सुन्तोला। यस्तो छ, यहाँ पनि सानो सुन्तोला छ। सुन्तोला छ यहाँ। मैले चाहिँ एउटा सानो सुन्तोला टिपेँ, तर काँदै छ यो, काँदै छ, पाएको छैन। पुरै सुन्तोला फलिरहेको छ। थोरै किसिमले पनि पोलो, उहाँ चाहिँ पाकेको सुन्तोला रहेछ। मैले थोरै जुम गरेँ, लु पुरै पाकिरहेको सुन्तोला, हरियै भएर रातै भएर पहेँलो भएर, सरी पहेँलो। सुन्तोला टिप्न परे पुगिसक्नु भएछ, म पनि जाँदैछु। पुरै पहेँलै भएर सुन्तोला पाकिरहेछ, देख्न सक्नुहुन्छ। यो चाहिँ निकै मनमोहक आकर्षक लाग्दो तरिकाले फलेको छ, हेर्दै छामछाम लाग्दो। साना साना छ यहाँ सुन्तोला, सुन्तोला लटरमै फलिरहेछन्।